guys. Hello and good morning, everybody. It's a nice, cool weather. 6:43 a.m. And today is Friday. Ganatantra Divas, Republic Day today, so it's a public holiday. And on the occasion of public holiday, we are going to Rasua, Nathali bike trip, and really excited about it. Yeah. Hope it doesn't rain much. Although I have a raincoat, I don't want to, wear the raincoat for that long. Guys, are यता पो कति अनि हिने सिनेम केही छैन केटाहरु कतिखेर आउने हो के हो अनि के त्यही बस्ने हो तिमी जनक तिमी त्यसैमा बस्ने हो यसमा आउँछ के गर्छौ आउन त के छ ठीक छ कति बजे उठ्यौ पछाडि त्यो ब्यागको कभर ख्याल गरेर है त्यो वाटर प्रुफ हो हरायो भने बिजोग हुन्छ कभर ब्यागको कभर कमल के छ आइपुग्छ माथि माथि म जाडो होला के भन्छ अरे पहिली चाहिँ मैले सुरुमा दिने weather is clear now a little bit. As you can see, the Tirsuli Bidur area down there, Likhu Khola. Let's have a look at the view, man. It's dami sa. क्या सही बादल मुभ भयो है सिधै हुन्छ कि तर यस्तो देखिन्छ क्या यहाँ सिधै गएर यसरी हामी जाने हो क्या त्यही बाटो हो क्या यो तलको बाटो जाने त हो नि के छ ठिक छ हैन त ठिक छ हैन नातेमा समातेछु ल सजिलो भयो नि त्यो तिमी झर्नु परेन Now reach the plain area straight to Bidur now. This is a fun road, yaar. Let's go to Nuwakot Darbar. Here we go. दरबार पनि आयो खासै केही त छैन यहाँ टाइम पास मात्रै हो दरबार जाने बाटो त त्यही बाटो छ गोर्खा दरबार जाने बाटो त्यस्तै सबै कुरा China aid just to construct this much you need a China aid. This is crazy. And that's the guys. कलर पनि कस्तो नराम्रो उहाँको यहाँको ओडाले के हेरेर बस्छ ओडा पनि चाङ्गो यस्तो हेरिदिए जस्तो बचाउनु कति हेर्दैछ होइन यति घुम्दै पुरो सार खाना तरकारीहरूको लागि साग मुन्टा पकाउनु भए रहेछ मिठो रहेछ बाई बाई नुवाकोट दरबार until next time.
आएन आएन कहाँसम्म पुऱ्याउँछु ल कहाँसम्म पुग्छ त across the river he's trying to we have a 1,000 rupees bet to see if he can throw the stone across that river let's see who wins ल है 1,000 rupees को bet छ है बाइक पछाडिबाट आन set go no chance गाह्रो छ now to धुन्चे रम्चे साप्रोबेसी हाम्रो यो मिस्टिरियस साउन्ड कहाँबाट आएछ थाहा छैन यार हेरौँ के हुन्छ ल बस चढ this road is so good now यो ठाउँमा चाहिँ केरा हुँदो रहेछ यार all banana plant as you can see now the weather is starting to get a little bit cooler as it was warmer down there Tirsali river Tirsali town Bidur town this is Kathmandu Galchi है कडा है म त उता हेर्दै छक्क पर्छु क्या कत्रो पहाड हो क्या त राइट हेर नि त्यो अर्को बाटो हो क्या साप्रोबेसी निस्किने त बस गएर छ नि त्यो अर्को बाटो हो क्या कुदा कस्तो कुदा तिर्सली नै हो तिर्सली नै हो त हो नि अहिले साउथ this langurs एग्रेसिभ हुन्छ नि फेरि अब आइरहेको छ धुन्चे पनि आयो है ल के देखाउने यार आवाज चाहिँ अलिकति कम चाहिँ भयो यार पहिलाभन्दा धेरै कम भयो त है हात पुरै ठिराइसक्यो यार totally numb now heading towards साप्रोबेसी अलिकति चाहिँ छ तर धेरै कम भयो the road is pretty okay रोड ठिक छ भनेको एडभेन्चर बाइकको लागि यतिको रोड त ठिकै हो त्यो उकालो चढ जाने होला यस दामी रहेछ त नागबेली बाटो They're on the Saprobesi. We're going up towards Chidime. Right? मजा आउँछ यो बाटो झर्ने यार Let's go. वेट ठुलो च्याप्टु रे साप्रोबेसी आइपुग्नु लाग्दा चाहिँ अलिकति अप्ठ्यारो बाटो रहेछ अदरवाइज द ब्रोकन पिच ब्रोकन जस्तो टाइपको रहेछ अलिकति स्ट्रेच चाहिँ बडो जाने बाटो गोसाइकुण्ड उता अब ट्रेक उता पुलबाट यतातिर गोसाइकुण्ड केटाहरूलाई चाहिँ कुराउँ न त होइन वर्षको ब्रिफ हुन्छ क्या समरी हुन्छ वर्षको पुरा गर्छ जस्तो लाग्यो आज त हुँदैन अस्ति भइसक्यो होला त ओके सो खाजा पनि खाइयो हल्का ब्रेक पनि भयो साप्रोबेसी हो या नागथली जाने अगाडिबाट हो कि यहाँबाट हो यताबाट पनि जान्छ हजुर
होइन तलबाट जान्छ कि जाँदैन यताबाट जाने सजिलो बाटो यो हो ए हो हस् हस् ल ल ल ल So actually the shortest road is a little bit from further front, but this is a little bit longer way. We thought of returning this way, but have to go this. I think it will take us more than 30 minutes longer to reach. No worries, we have time. ठ्याक्कै हामी 4:40 मा हिँडेको लेट्स सी कति बेला पुग्छौँ for 45 now. Wow. त्यही त धुलो खानु तनाव हुन्छ पानी पर्छ जस्तो पनि छ मजा त आयो तर टक 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 गर्दा चाहिँ एङ्सियस छु यार म्या कहाँ गएर पड्याक्क भइदियो नि सकेन हामी waiting for guys. I think our guys are down there. Scooter ma ta gaह्रै हो कस्तो टर्निङ हो हेर न जाँदै गरौँ गाइज भेटिन्छ भर्खर हामी सिधा माथि आछौँ त अब ओराउ झर्नु अब कता हो बाटो हजुर यसको बडा दुईटा एडी त्यो छैन डाँडा आई थिङ्क त्यो डाँडा चाहिँ नागथली डाँडा हो कि त्यो माथिको डाँडा त्यही डाँडा हो क्या किनकि अब तल झर्ने उसमा के अरे त्यो चिलिमीमा अनि त्यसपछि फेरि माथि चढ्ने हो क्या चिलिमी हाइड्रो पावर Okay, here we go. Across this river. पानी छैन क्या डाइभर्जन गरेर वाइ लामो बाटो आयौँ मजाले ढुक्क 15 किलोमिटर चाहिँ थियो हामी अहिले आइसक्यो 20 किलोमिटर भन्दा बढी यताबाट ल्याऊ यताबाट यहाँ अलिक चिप्लो हुनसक्छ यताबाट आउनु सक्छ तर ल्याउनु ल्याऊ
मैले त्यही गर्नलाई भनेको त उठा 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 1 2 3 1 2 3 लड्न त लडेन तर चिप ए पापा एकछिन ल 1 2 3 1 2 3 यहाँ चिप्लिन्छ भने उताबाट ल्याऊ भने क्या उताबाट ल्याऊ भने ल ओ ल 1 घन्टै होला अझै ल जस एकजना यहाँ पनि अप्ठ्यारो छ केटाहरू लडाउनु फेरि यार Shit. बहुत झर्ना रहेछ है घरैभित्र बस्छ देखिन्छ क्या त्यो तलबाट आयो भने बाटो चाहिँ यत्तिकै राम्रै हो यार कन्सिडरिङ अरू बाटोहरू त धेरै राम्रो बाटो यार धेरै सजिलो बाटो लाग्यो इजी पिजी पानी नपरे पनि होला इट्स बिकज अफ इट्स नट रेनिङ too much. The road condition is not that bad. It's relatively easy. So plan is to today stay at Tatopani. फेरि त्यहाँ पनि अर्को छ त पोखरी के हो यो plan is to stay at Tatopani for today and then head and climb to the Naktali tomorrow morning early. So that would be a good idea. तातो पानी सफा रहेछ भने त मजा रिल्याक्स हुन्थ्यो यार टक्क जकुजी बाँधेर बस्ने छुट्टै मजा आउँछ यार चिसो छ के छ मानस रमाइलो छ आनन्द आइरहेछ झन् मजा घाउ लागेन त्यही भएर मजा भयो कुन ठाउँ हो फेरि यो Huge dam जस्तो छ चाइनिज कम्पनी रहेछ यतातिर आउँदाखेरि त चाइना जस्तो फिल हुन्छ यहाँ जे पनि चाइनिज छ हाइड्रो पावरमा त It feels like I've come to China, man. माथितिर बस्ने ठाउँहरू छ जति पनि छ है तातो पानीमा नुहाउनु मिल्छ पानी छैन है सुकिसक्यो ए अब त्यो माथिको खैरो बाटो छैन खैरो बाटो चाहिँ ठ्याक्कै एउटा ठाउँसम्म पुग्छ त्यहाँबाट चाहिँ 40 मिनटदेखि 1 घन्टा हिँड्नु वहाँ नागथली पुगिन्छ त्यहाँसम्म पुग्न So this is Tatopani. That way we can go to Naktali. You go straight, you go to Sapubesi, shortest way. There we go. Final stop. The end. यहीँनिर लिएर गएको थियो नि त त्यो केटीले हिजो मन्दिर लागेको थियो कता ल्याउँदै है तल It's to kमै छन् मान्छे यार हजुर छोप्नुपर्छ टिपालले ए अनि पानी 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 पर्ला अनि स्टार्ट आउँदैन लेको ए स्टार्ट आउँदैन
चिया खाने हो कि ए चिया यहाँबाट कति टाढा छ माथि 1 घन्टामा पुग्छ माथि पनि होटलहरू छ होटल खै होटल टेन्टै भयो आज खोइ प्याक भयो प्याक भयो ए हो कन्ट्याक्ट छैन भयो जराहरू जाने पनि ठाउँ बस्ने पनि ठाउँ छ यहाँ पनि छ बस्ने ठाउँ छ यहाँ छ In my Crocs. Good morning from nearby Nakhali. Yes, this avastha. It's raining. It's cloudy. So we have to go this way, right at the top of the other side. It's हाम्रो Manas. It's हाम्रो Daura. It's हाम्रो Dua. It's हाम्रो Divi. Head chef. Here we go, Nakhali. अहिले हिँड्नलाई चाहिँ दामी मौसम छ शीतल बिहान बिहान घामसाम पनि छैन cool guys are over here there's a view till now no jukas no leeches everything good let's see how it goes further के मानसले यार यो what is this guess guys के हो यो I don't know this is मिठो रहेछ The cloud has opened. I can see the snow cap over there. Have a look at this. As you can see from here, that is the Gosaikunda trek, Langtang trek, and most probably this is the Langtang range. Have a look at this wild sag. Another one. Another one. Wild matter. Just kidding. No, that's another sag. Wild matter. Ah, finally reached Nakhali. Here goes the view. Lovely view. Vlog ma आउने हो त के छ विचार तपाईको ब्लगको नेम के हो ट्रेल ब्लेज सब्स्क्राइब लाङटाङकै पोइन्ट राम्रो गरी ओके ल बाइ बाइ नागथली अन्टिल नेक्स्ट टाइम अब लाग्यो नागथलीबाट पनि ट्रिप सक्यो ओभरकास्ट थियो खासै भ्यू त देखिएन बट वर्थ इट यो चाहिँ हामी बसेको ठाउँ Okay, so we sat, that is Dhunche, right across that hill. That's a very long cut. We're going shortcut now, today. We're not gonna take a 2 hours road. Probably gonna, from our stop, we're gonna just go down in I think 30 minutes or 40 minutes time. In no time. हामी चाहिँ आउनु पनि चाहिँ यो डाँडा चढेर स्याप्रिफिसियल कहाँबाट तर हामी आएको चाहिँ ऊ त्यो बाटो यता गएर उता गएर तर झरेर एन्ड देन फेरि माथि आएको हाउ क्रेजी द्याट इज गुन्टे गो उसको स्कुटर हस् आमा हजुर होइन हुनुहुन्छ एकजना त्यहाँ हस् हस्
It's हजुर साथी हुनुहुन्छ खै त हाम्रो बिरामीमा बिरामी मान्छे खै त ए के कन्फर्म भएन ए तेरिका चिप्लो छ ख्याल गरेर जानुपर्छ यो ब्याग चाहिँ भाइहरूको उतापट्टि गाह्रो हुनु भयो त्यहाँ त्यस्तै खुट्टामा पेन त छैन छैन अहिले त सोल्डिङ पनि अलिक कम भएको छ बिहान चाहिँ अलिक धेरै नै थियो पानी पर्दा पनि थियो होला सायद चिसो चिसो त्यहाँ तर यस्तो ठ्याक्कै बेसमा या let's go not much hour Saprobes के रहेछ त्यहाँ माथि पनि घरहरू रहेछ मस्त यस्तो प्याचेजमा घरहरू क्या माथि माथि ओके हेगो साप्रोबेसी धुन्छ चाहिँ कस्तो ठिक छ साप्रोबेसी चाहिँ अझै पनि वेल अर्गनाइज Big back. Oh, ayo, hey, ayo. Chahare. Approaching Kathmandu now. Dokha in particular. The road is so bouncy, yaar. Freaking, it's a roller coaster. Hey, I felt ayo, Kathmandu Valley. Good to see it. Good to see our valley, man. A home. Wow. It's after all. Home is home is home.